यो 2057 सालमा बनेको यो घर, अब यो पैतृक घर भन्नाले बनाएको त मैले आफैले बनाएको हो, तापनि यो सम्पत्ति चाहिँ नि पैतृक भएको हुनाले अब घरलाई पनि पैतृक घर नै भन्ने गरेको हो। अब 2057 सालमा निर्माण भइसकेपछि यो 2078 सालमा आएर चाहिँ नि छिटै नै यसको पुनर्निर्माण गर्नु पर्यो। लेन्टर भत्किने अवस्थामा पुग्यो, तोडेर चाहिँ नि 2078 माघदेखि यसको चाहिँ सुरु गरेर 79 अषाढसम्म यसलाई चाहिँ नि यो निर्माण गरिएको थियो र पछिका दिनहरूमा पनि थुप्रै यसका कामहरू यतापट्टिको अहिले पनि यो ढोका, यो मुख्य ढोका चाहिँ नि अहिले पनि पल्ला लगाउन सकिएको छैन। त यसरी चाहिँ अहिले आएर म अब यो घरको हलमा छु र यहाँबाट चाहिँ नि हामी बाहिर निस्कियो भनेपछि यसरी चाहिँ नि आँगनमा पुगिन्छ र यसरी चाहिँ नि लेफ्ट घुम्दाखेरि उता रोडतिर पुगिन्छ र रोडबाट म फेरि अर्को एउटा चाहिँ नि स्टेप बनाउँदैछु। यो रोडबाट भित्र पसिसकेपछि रोडबाट देखिने मुख्य ढोका हो र यसबाट यहाँ हामी रोडबाट भित्र पस्छौँ। यतापट्टि हाम्रो चाहिँ नि मासको बारी छ, यतापट्टि पछाडिपट्टिको ढोका र यहाँको चाहिँ नि फुलबारी, हामीले लगाएको फुलहरू, यतापट्टि हाम्रो धानबारी छ र यो पछाडिपट्टिको भाग। यहाँ भिन्डीहरू छन्, भिन्डी लगाइएको, यो केरा, यतापट्टि पछाडि भान्साको पछाडिपट्टिको झ्याल, सेफ्टी ट्याङ्की, यतापट्टि हाम्रो यो टोयलेटको छेउमा हामी पुग्दैछौँ। यता भिन्डीका बोटहरू छ, उता मैले कोदो रोपेको पनि देखिँदैछ यहाँ। यसरी यहाँ हाम्रो चाहिँ नि बाथरुम टोयलेट, यतापट्टि हाम्रो तिलबारी छ, तिलबारीको छेउमा कोदो पनि रोपिएको छ। यस्तो अगाडिपट्टिको हाम्रो यहाँनिर हाम्रो नल ह्यान्ड पम्प, अनि यसो हेर्दाखेरि उता चाहिँ नि आँगन, यता माथि जाने सिँढी, यो हाम्रो भान्सा, भान्साको ढोका, यो खोल्दाखेरि भित्र हाम्रो भान्सा खुल्छ। ल हेर्नु, भान्साको झ्यालमा जाली पनि लगाइएको छ। यहाँ हाम्रो चाहिँ नि ग्यास, दुईटा ग्यासहरू छ। यो चाहिँ नि सत्यनारायणको कथामा चाहिँ हेल्प होला भनेर दुईटा सिलिन्डरहरू ल्याइएको थियो। अनि यसो यता फर्केपछि अब हाम्रो चाहिँ नि यो फराटा पङ्खा छ यहाँनिर। यतापट्टि हाम्रो स्टोर रुम छ। यता स्टोरमा त खासै केही छैन, थोरै कुराहरू छन्। यो हाम्रो बाकस, पुरानो बाकस पनि छ तल। यसरी चाहिँ नि पूजा सामग्रीहरू पनि छ यहाँ। यहाँ सानो पूजा गर्ने कर्नर, यो ठाउँमा हामी चाहिँ नि भगवानको स्मरण गर्ने काम चाहिँ गर्छौँ। अनि यसरी यहाँनिर बसेर भगवानको स्मरण गर्ने। त्यसपछि आएर यता खाना बन्छ।
चट्ट लगाएर सानो भान्साबाट हामी बाहिर निस्क्यौँ। यतापट्टिको मुख्य ढोकाबाट भित्र जाँदैछौँ। यसमा ढोका पल्ला लगाउनु बाँकी छ। यहाँनिर कर्नरमा कुर्सी राखिएको छ। यता चाहिँ यो समूह पहिले हाम्रो चाहिँ आदर्श कृषक समूहसँग भएको कोठा अहिले खाली भएको छ, जसलाई हामीले बेडरुम बनाएका छौँ। अब यहाँनिर चाहिँ नि यो हलको चाहिँ नि झ्यालहरू चट्ट यो खाट चाहिँ नि यहाँनिर ठेकेदार साहबले बनाएको खाटहरू छ दुईवटा। यसमा उनको चाहिँ नि बेड बिस्तरहरू पनि लगाइएको छ र अर्को झ्याल अनि यो चाहिँ नि ढोका र यो भाडामा रहेको कोठा। यसरी यो हाम्रो नव निर्माण पुनर्निर्माण भएको घरको चाहिँ नि यो हाम्रो बेडरुम। अहिले हामी यो कोठामा चाहिँ नि आनन्दसँग सुत्ने गर्छौँ। बहुत रेस्ट हाम्रो यसरी चाहिँ नि यो कोठामा यो कर्नरमा यसरी लुगाहरू राख्ने एउटा टेबल छ, आवश्यक केही थोरै थोरै टाक्कन टुक्कनहरू राख्ने। यतापट्टि दुईवटा चाहिँ बेडहरू छ र यतापट्टि यो झ्याल जाली पनि ठोकिएको छ यसमा। यसरी चाहिँ नि यो अलमारी र माथि स्लिपमा पनि केही टाक्कन टुक्कन सामानहरू राख्ने गरिएको यो हाम्रो चाहिँ पुनर्निर्माण गरिएको यो घरको चाहिँ सामान्य भिडियो, जसमा यो पङ्खा घुम्दैछ हलको र यतापट्टिको हाम्रो बेडरुमको पङ्खा पनि यहाँ अहिले एकदमै आरामको अवस्थामा छ। अब यसबाट हामी बाहिर निस्कन्छौँ। बाहिर निस्किसकेपछि हामी आँगनमा पुग्छौँ। अब यो आँगन हाम्रो पनि बाहिर निस्किसकेपछि यतापट्टि पनि अगाडिपट्टि हाम्रो चाहिँ फुलबारी सानो कर्नर अनि यसरी यो फुटपाथ हाम्रो बाथरुमसम्म जाने। यसमा पुरानो नलका थियो, अहिले यसमा हामीले बाथरुम बनाएका छौँ। यसरी यसलाई पनि सामान्य पुनर्व्यवस्थित गरिएको छ। यहाँबाट आउटलेट पानी जाने। यसरी चाहिँ यसले बाथरुमको काममा सहयोग गर्छ। पुरानो नल अहिलेको बाथरुम। यतापट्टि आगो बाल्ने भान्सा पनि बनाएका छौँ। यसकै साइडमा यहाँ दाउराहरू जम्मा गरिएको छ। यतापट्टि हाम्रो रुखको छहारी र यो साइडमा हल्दी लगाएर गोडमेल गरिएको छ। उतापट्टि मासको बारी छ। यसमा पुरानो गोठ थियो, अहिले चाहिँ मासको बारी। यहाँनिर हाम्रो चाहिँ यो कहिल्यै पनि नफल्ने लिचीको रुख छ। यतापट्टि सधैँ फल्ने आमको रुख। अब यसले चाहिँ राम्रो गुलियो मिठो आम दिन्छ। अनि यतापट्टि अब यो मासबारी हाम्रो परसम्म देखिँदैछ। यतापट्टि हेर्दाखेरि सरक्क लाएर यसमा चुकले भरिएको, यसमा चाहिँ नि काँडै काँडा भएको त्यस्तो खालको जङ्गल थियो। अहिले यसलाई चाहिँ नि क्लियर गरेर यहाँ अदुवा बारी हामीले बनाएका छौँ। यो अदुवा बारी गोडमेल गरेर चाटसँग उतापट्टि तिलबारी छ। यतापट्टि यो सानो चुक अमिलाको बोट पनि अलिअलि राखेको छु। ल यतापट्टि यो पर छेउसम्मको चाहिँ नि दृश्य देखिँदैछ। उता पनि मासबारी छ, खासै उम्रेको त छैन राम्रो। यतापट्टि फेरि यो चुकको यतापट्टि फेरि मैले हल्दी लगाएर गोडमेल गरेको छु। उता अदुवा, यता चाहिँ नि हल्दी। ल हेर अब यता चाहिँ यस्तो किसिमको हल्दीबारी, उता तिलबारी, यता हल्दीबारी, यतापट्टि मासबारी। अनि हल्दीकै छेउमा यतापट्टि यो के रहेछ भन्ने होला। यो चाहिँ नि मुमफली। यो मुमफली लगाएको छु। आउँदो सालमा धेरै ठुलो एरियामा लगाउनुको लागि हो। यो बिउको लागि यो लगाइएको छ। अहिले राम्रो फल्यो भनेपछि आउँदो साल चट्टसँग उता छेउमा चुकको रुख देखिँदैछ एउटा, त्यो छेउतिर भएको हुनाले त्यसलाई राखिदिएको छु।
उता छेउतिर पनि ठुल्ठुलो घाँस देखिँदैछ, त्यो मैले यसैपालि रोपेको हो। त यसरी अब यो मुम्फली बारी छ, यता मासबारी छ, उतापट्टि सकलगञ्जी पनि लगाएको छु। अब हेर यो चाहिँ सकलगञ्जीका मिणहरू, यो मिणहरू, सकलगञ्जी। यो हेर अलिक घामको चाहिँ नि चटक्क लाग्यो हुनाले उता परसम्म बिचबिचमा मासको बोटहरू छन् यसरी। अब यो सकलगञ्जी राम्रो पलाएको छ, उतापट्टि पनि मिण हो यो। यता यो रुख, यसमा त कागतीको झाङ थियो, अब यो केही अवशेषहरू यहाँनिर छन्। अब यहाँनिर यो काँक्रा फल्नेवाला छ। अब यतापट्टि यो चाहिँ नि मैले कोदो खाली थियो, यसमा मैले कोदोको बोटहरू यहाँनिर उताबाट ल्याएर रोपिदिएको हो। अब यसमा चाहिँ नि मास थियो, तर चाहिँ घाँस छ। अब यो घाँस काटिदिएको छैन, नभए मासको राम्रो चाहिँ नि बोटहरू देखिन्थ्यो। अब यतापट्टि हेर यो कोदोबारी, यो हाम्रो कोदोबारी मैले चाहिँ नि छरेको हो, तर बाक्लो भयो। यता यो छेउतिर त ठिकै थियो, यो छेउतिर उता हेर, अब उतातिर चाहिँ नि बाक्लो भयो। यसैबाट निकालेर धेरै ठाउँमा रोपेको छु। उता चाहिँ नि खोलाको डिल, अमलाको रुख, अनि उता कुनातिर डाले घाँस, गडतिम्लो, उता चुकको बोट, अनि यहाँनिर चाहिँ नि एउटा पिपलको बोट थियो पहिलेदेखि, अहिले ठुलो भएको छ। अनि यहाँनिर एउटा जामुनको रुख छ, यो पछि अब जन्मेको हो। यसरी आएर यतापट्टि यो चाहिँ नि तिलबारीको छेउमा चाहिँ तिल राम्ररी चाहिँ नलाग्या हुनाले यहाँबाट कोदो खेलेर अब यो ठाउँबाट यसो मासको बोटहरू पनि भए हुनाले यता पनि मैले यो कोदो रोपेको हो। कोदो र तिलभन्दा उता कान्छो भाइको चाहिँ नि धानबारी हो त्यो। अनि यसरी हाम्रो यो चाहिँ बारीको चाहिँ नि छोटो भिडियो बनाएर मैले प्रस्तुत गर्ने जमर्को गरेको छु। अब हेर, यताबाट हेर्दा यस्तो देखिन्छ हो, यहाँबाट हेर्दाखेरि यसरी। उता मासबारी, यता चाहिँ उता हल्दी पनि देखिँदैछ, छेउमा यो चाहिँ नि सकलगञ्जी देखिँदैछ, तिलको क्या राम्रो बारी देखिँदैछ। यसरी यो हुँदा यसरी हामी यता निस्किन्छौँ। ल यसरी यो हल्दी, उता तिल, यता चाहिँ मुमफली। यसरी हामी यसरी आउँदाखेरि उता बाथरुम देखिँदैछ, पुरानो नल। यसरी अब यहाँनिर बाहिर पस्नै पनि डर लाग्ने खालको जङ्गल भएको ठाउँमा अहिले चाहिँ यहाँनिर यो पिँडालुको बोटहरू लगाएको छु। यहीँको पुरानो पिँडालु एक साइडपट्टि, यो मैले चाहिँ यो जरा निकालेर यहाँनिर यत्रो खात बनाएको छु। यो सबै जराहरू निकालेको हो। यो चाहिँ दाउराको चाङ, यसरीपट्टि यतापट्टि यो यतापट्टि हल्दी देखिँदैछ। उता रोडतिर अब रोडको नजारा, यतापट्टिबाट घर हाम्रो यसरी देखिन्छ। आँगनको डिलमा यसरी चाहिँ फुलहरू पनि फुलेको छ, अषाढे फुल अहिलेसम्म पनि फुलिरहेको छ। तल हजारी, सयपत्री, माथि चाहिँ नि ठुलो चाहिँ जिब्रे फुल, असारे फुल, प्याउली फुल, यस्तो खालको यो यसरी छेउमा यो एउटा चाहिँ दुबो लगाइएको लान, यसरी फुटपाथ आँगनमा जान्छ। यस्तो खालको यो अब एउटा
रमाइलो दृश्य यहाँ देख्न मिल्छ। यताबाट कहीँ नजाउँ जस्तो, यहीँ बसौँ बसौँ जस्तो लाग्ने। उता हेर्दाखेरि झ्यालमा पेन्ट, झोका झ्यालमा अलिअलि पेन्ट गरे हुनाले पनि रमाइलो देखिएको छ। ऊ पछाडिपट्टिको केरा अग्लो भएर अब घडी आउने समय हुँदैछ त्यसको। यसरी हाम्रो चाहिने यतापट्टिबाट निर्मलको घर देखिँदैछ, उता भान्जाको घर पनि देखिँदैछ। यसरी यताबाट गयो भनेपछि नल हुँदै अब यो टोयलेट जाने बाटो यसरी क्लिन गरेर राखेको छु। आधा रात जतिखेर जाँदा पनि जान सकिने, कुनै डर नभएको त्यस्तो किसिमको यो पछाडिपट्टि यस्तो देखिन्छ। यहाँबाट देवको घर देखिँदैछ, उतापट्टि हाम्रो पल्लो घर देखिँदैछ। यस्तो छ हाम्रो घरको चाहिने दृश्य। ल है त, बाई बाई अहिलेलाई।